अब हामी लास्ट पेजमा पुगेका छौं। क्वेशन नम्बर 10 मा सोधिएको छ कि यदि तपाई आउँदो सेमेस्टरमा अगाडि फर्स्ट पेजमा तपाईले दिनुभएको सेमेस्टरको डेट अनुसार यदि तपाई स्टुडेन्ट कोलेजको लागि एप्लाई गरेर राख्नु भएको छ भने यहाँ या गर्नुस्, हैन भने 9 गर्नुस्। यदि तपाईले स्टुडेन्ट कोलेजको इन्ट्रान्स एक्जामको लागि पहिला नै पार्टिसिपेट गरिसक्नु भएको छ भने या गर्नुस् र कतिपल्ट पहिला ट्राई गरिसक्नुभयो त्यसको यहाँ नम्बर दिनुस्, कहिले भनेर नम्बर दिनुस् र कुन ठाउँमा भनेर शहरको अथवा युनिभर्सिटीको नाम यहाँ दिनुस्। हैन भने यो केसमा 9 गर्दिनुस्। त्यो अप्सन भयो एउटा। अर्को अप्सन छ यहाँ कि तपाई स्टुडेन्ट कलेज भिजिट नगरिकनी फर्स्ट स्टेलिङ्स प्रुफिङ जुन चाहिँ नि स्टुडेन्ट कलेज भिजिट गरेपछि लास्टमा दिइन्छ, जसले तपाईको पढाइलाई जर्मन आबिटुअरसँग इक्विभ्यालेन्ट गर्छ। त्यो एक्जाम स्टुडेन्ट कलेज भिजिट नगरिकनी दिन चाहनुहुन्छ कि भनेर सोधेको छ। यदि त्यस्तो चाहनुहुन्छ भने या गर्नुस्, अन्यथा 9 गर्नुस्। यदि एउटा कुरा यहाँ तपाईले या गर्नुभयो भनेपछि यहाँ तपाईले 9 गर्नुपर्छ, किनभने यदि यो तपाईले या नै छोडिदिनु हो भने यो दुईवटा कुराहरु चाहिँ नि सेल्फ कन्ट्राडिक्ट हुन जान्छ। यहाँ तपाईले स्टुडेन्ट कलेज भिजिट गर्छु भनेर क्लिक गर्नुहुन्छ या गर्नुभयो भने, र यहाँ चाहिँ नि स्टुडेन्ट कलेज भिजिट नगरिकन एक्जाम दिन चाहन्छु भन्ने जस्तो भयो। त्यही भएर यदि यहाँ या गर्ने हो भने यहाँ 9 गर्नुस् माथि, अन्यथा यहाँ या गर्नुस् र यहाँ चाहिँ नि स्टुडेन्ट कलेज भिजिट गर्ने हो भने यहाँ चाहिँ 9 गर्नुस्। र यदि तपाई ल्याङ्ग्वेज कोर्स पढ्न चाहनुहुन्छ, कुनै कुनै युनिभर्सिटीले आफ्नो युनिभर्सिटीमा ल्याङ्ग्वेज कोर्स अफर गर्छन्। यदि तपाई ल्याङ्ग्वेजको लागि एप्लाई गर्न चाहनुहुन्छ भने तपाईले यो फिलअप गर्नुपर्छ र त्यो केसमा तपाईले यहाँ फेरि 9 गर्नुपर्छ, किनभने तपाईले नेक्स्ट सेमेस्टर अब ल्याङ्ग्वेज पढ्ने हो, स्टुडेन्ट कोलेज हैन। स्टुडेन्ट कोलेज त्यसपछि आउँछ। त्यही भएर ल्याङ्ग्वेज पढ्ने हो भने यहाँ या गर्नुस् र हैन भने यहाँ 9 गर्नुस्। यो 11 नम्बर क्वेशनको लागि तपाईले डिटेलमा युनिभर्सिटीसँग सम्पर्क राख्नुस् कि युनिभर्सिटीले त्यो ल्याङ्ग्वेज अफर गर्छ कि गर्दैन, र कहिले कहिले यस्तो पनि हुन सक्छ कि तपाईले त्यो ल्याङ्ग्वेजको लागि युनिभर्सिटीको त्यो ल्याङ्ग्वेज डिपार्टमेन्टमा नै एप्लाई गर्नुपर्छ। त्यही भएर त्यो कुरा पहिला नै बुझ्नु होला। यसलाई हामी मानौं तपाईले ल्याङ्ग्वेज नेपालमा गइसक्नु भएको छ र तपाई डाइरेक्ट स्टुडेन्ट कलेज जोइन गर्न चाहनुहुन्छ भने प्याटर्न यस्तो किसिमको देखिन्छ। त्यसपछि यहाँ तपाईले दिनुभएको इन्फर्मेसनहरु सही छ भनेर यहाँ लेखिएको छ र यहाँ चाहिँ तपाईले कुन ठाउँबाट एप्लाई गर्दै हुनुहुन्छ त्यसको नाम दिनुस्, डेट दिनुस्, र यहाँ तपाईको सिग्नेचर जुन तपाईले पासवर्डमा दिनुभएको छ त्यही सिग्नेचर